अनि मलाई चाहिँ चाम्रो चिज खानु मन परेर चाहिँ नि रिस उठेर नि त्यो दाँतमै गएर चलाप 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 चपाउनु मन पऱ्यो होइन। अन्त के खुवाउँ भनेर चाहिँ अनि मैले चाहिँ यहाँ म आगोमै बसेर होइन म यहाँ रोटी बनाउँदैछु, हेर्नु सक्नुहुन्छ। रोटी हो यहाँ अलरेडी बनिसकेको छ, धुवा निस्क्यो ल। चिया पनि बनिँदैछ। अन्त म चाहिँ प्रायः जस्तो चाहिँ आगोमै पकाउँछु होइन। अनि यता चाहिँ मैले आलु सब्जी सादै बनाएको छु, किनभने नानीहरूले पनि खान्छ। अनि चाहिँ दाँत चाहिँ दुखेर यस्तो बेसी दुखिरहेछ। अनि केहरू पनि गराएँ नि, मलाई चाहिँ एकमा लागु पनि लाग्छ नि, अस्ति पनि लागु लागेर यसरी दाँत दुखेको थियो। अन्त अघि अलिक के गराएर चाहिँ अलिकति सन्चो भइरहेछ होइन। अनि अब म चाहिँ त्यो के अरे रोटी सब्जी खानु मन पर्छ, पुरा त्यो दुखेकै जग्गामा चपाउनु मन परिरहेछ कि। सो होइन, दाँत दुख्नु जस्तो घिनलाग्दो बिमार चाहिँ मलाई के जस्तो पनि लाग्दैन। यो दाँत दुख्यो भने त मेरो यो एकपट्टिको कान चाहिँ नि भित्र दुख्दैछ, कट 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 खाइरहेको छ। अनि प्यारासिटामल पनि खायो, कामै गरिनँ। अनि ब्रसहरू गर्दा गर्दा भइसक्यो। अनि आम्मामा पुरा यस्तो डरलाग्दो दुख्दैछ, खोइ के भएर अब त्यो सानोमा कि ब्रस नगरेर हो कि बा, अहिले त ठुलो भएर त गर्दैछु भए पनि कस्तो दुख्दो रहेछ। सो मेरो ब्रेकफास्ट यस्तै छ, हेर्दै गर्नुहोस् होला। म चाहिँ यसरी नै आगोमा पोल्छु नि। सो सबैजनालाई बाई बाई।